टक्कै तेल तातिँदैछ हो। टक्कै तातिएपछि अब टक्कै पनिर चिल्लीको रेसिपी। टक्कै नि अनियन टक्कै नै क्याप्सिकम हाल्नुपर्छ हो यसमा। देन आफ्टर अब यो पनिर चिल्लीको रेसिपीको लागि हो, यसमा अनियन क्याप्सिकम, त्यसमा जिन्जर एन्ड गार्लिक चाहिँ हाल्नुपर्छ छिलेर मजाले हो। हेर्दै छ होला गाइस है यो रेसिपी। पनिर यहाँ छ डाइस कटिङ गर्नुपर्छ यसलाई, क्युब कटिङ हो। खास त मैले यो दुइटा क्याप्सिकम र अनियन त डाइस कटिङ गर्नु सक्थेँ, तर अलिकति म अब टक्कै यो पनिर चाहिँ टक्कै अब यहाँ हाल्नु पऱ्यो नि त। हेर्नुहोस् गाइस, ग्रेभी यस्तो दामी बन्ने छ कि रोटीसँग चाहिँ कस्तो जान्छ होला यो अब यो पनिर चाहिँ अब नि कतिका लोप पाउँछ लोप पाउँछ। यसले चाहिँ दामी भएको छ। तर यसको सेन्टै मलाई चाहिँ जब यो ढाउँदैछ नि, बाफ भनौँ न, बाफ फुट्दैछ नि, त्यसको नि अब यो नै अर्कै छ नि। देन कम्ती अब अजिना मटर कम्तीलाई एकदम कम्ती मात्रामा। आज चाहिँ पसिना छरी भएर तपाईँहरूको लागि एउटा पनिरको रेसिपी लिएर आएको छु। आई होप कि तपाईँहरूले यो भिडियो हेरेर एकदमै इट्स अ गुड कमेन्ट, इट्स अ गुड आफ्नो अब दिमागमा के थटहरू छ त्यो डल्लै यो भिडियोमा भनिदिनुहोस् होला है त, कस्तो टाइपले बनाउनु पर्ने हो यो पनिर चिल्लीको रेसिपी। चिल्ली त भन्दा अब तपाईँको ड्राई सुन्छ होला, तर मैले चाहिँ यसमा अलिकति ग्रेभी टाइपको, अलिकति ग्रेभी टाइपको बनाएको। हेर्दै गर्नुहोस् होला यो उमङ भाइको च्यानल, स्किप नगरिकन स्टे ट्युन गाइस है त। त्यहाँदेखि यस्तो भएको छ, यसको अलिकति यसलाई चाहिँ मैले लेस स्पाइसी बनाएको है, लेस स्पाइसी बनाएको होला है। सानो मिठो हुन्छ अब गाइसहरू।
मन भर्छ तर भुँडी अगाउँदैन। देन आफ्टर डार्क सोया, यो चाइनिज डिसको लागि एकदम इम्पोर्टेन्ट सस हो है। देन भिनेगर, देन दिस लाइक टमेटो सस, यो टमेटो सस हो, टमेटो सस। देन ब्ल्याक पेपर कम्ती,